प्लिज जतिजना हेर्नुहुन्छ मेरो भिडियो होइन युट्युबमा प्लिज सबैजना सब्सक्राइब गरिदिनु। अनि के भन्छ अरे आजको भ्लग तपाईँहरूमा होइन म राखिरहेको हो यो भिडियो होइन अति मलाई चाहिँ म पर्सनली भन्दाखेरि अति मनपर्छ यो भिडियो। अतिभन्दा अति प्लिज सबैजना सब्सक्राइब गर्नु। अनि यो भिडियो चाहिँ प्लिज नभगाएर देखिदिनु होला, अलि पनि नभगाउनु होला। प्लिज गाइज, प्लिज अलि पनि नभगाउनु होला प्लिज। म तपाईँहरूमाझ होइन यो भिडियो चाहिँ बढी मिनटको पनि हुन सक्छन् र कति मिनटको हुन्छ भन्ने पछि हेरौँ ल भन्दैछु। म हिजो होइन पर्सि कति बजे भन्दाखेरि 3 बजेतिरबाट बन्द गरेको थियो भिडियो। र म युट्युबमा भिडियो चाहिँ के भन्छ अरे 3 दिन पछि हाल्छु भनेको थिएँ। स्टोरीमा हालिदिएको थिएँ टिकटकमा अनि फेसबुकमा मात्र हालेको थिएँ, युट्युबमा हालिरहेको थिएनन्। र आज तपाईँहरूमा म यो भन्न गइरहेको हो कि होइन यसो छ भनेर कि होइन प्लिज गाइज सबैजना सब्सक्राइब गर्नु। यो भिडियो जतिजना हेर्नुहुन्छ प्लिज गाइज होइन सबैजना सब्सक्राइब गरिदिनु। अनि के भन्छ अरे यो भिडियो चाहिँ तपाईँहरूमाझ म राखिरहेको र यो भिडियो चाहिँ जतिजना हेर्नुहुन्छ यो भिडियो चाहिँ अति मलाई पर्सनली अति मनपर्ने भिडियो हो। र तपाईँहरूमाझ म राखिरहेको भिडियो यो भिडियो चाहिँ तपाईँहरूमाझ अति मनपर्छ मलाई विश्वास छ, आशा छ तपाईँहरू सब्सक्राइब गर्नुहुन्छ भनेर गरिदिनुहुन्छ भनेर मलाई विश्वास छ, आशा छ। किनभने होइन 1000वटा सब्सक्राइबर र वाच टाइम भयो भने मात्र मोनेटाइज हुन्छ र मेरो चाहिँ 940वटा सब्सक्राइबर चाहियो, 940वटा सब्सक्राइबर चाहियो। त्यही वाच टाइम पुग्न चाहिँ पुगिसक्यो त्यो पनि भनिदियो हो तपाईँहरूमा। र के भन्छ अरे म चाहिँ अहिलेको रातिको 2 बजिरहेछ। म राति कति बजे सुतेँ भन्दाखेरि त्यही 10:30 या 11 बजे सुतेँ। अनि के भन्छ अरे तपाईँहरूमाझ म यो राख्न गइरहेको हो यो भिडियो चाहिँ प्लिज नभगाएर देख्नु होला। प्लिज जतिजना हेर्नुहुन्छ र आफ्नो साथीभाइ नातागोता इष्टमित्र सबैजनालाई प्लिज भनिदिनु होला। प्लिज सेयर पनि गरिदिनु होला यो भिडियो चाहिँ कि यो भिडियो हेरौँ र यो भिडियो चाहिँ नभगाएर देख्नु होला प्लिज। र साथीभाइ जति इष्टमित्र छन् र एउटा राम हुन्छ एउटा रावण हुन्छ त्यो पनि भनिदियो हो तपाईँहरूमाझ। जस्तै यो रामलाई पठाउनु र रावणलाई पनि पठाइदिनु प्लिज गाइज। अनि रावण को हो? हाम्रो रावण चाहिँ हाम्रो कुरा नगर्ने, हाम्रो चाहिँ माया नगर्ने भनेर भन्छ पनि र हुन्छ पनि है गाइज। अनि के भन्छ अरे यो भिडियो चाहिँ अति मलाई पर्सनली अति मनपर्ने भिडियो चाहिँ तपाईँहरूमाझ म राखिरहेको र भनिरहेको र के भन्छ अरे यो भिडियो चाहिँ प्लिज एकचोटि पनि नभगाउनु होला, अलि 1 सेकेन्डको पनि यो भिडियो चाहिँ नभगाएर देख्नु होला। र हिजो होइन पर्सि म कति बजे भिडियो हालेँ भन्दाखेरि त्यही 3 बजे हालेँ र 3:30 बजे मैले भिडियो बन्द गरेको थिएँ होइन गाइज। र
म 3:30 बजे बन्द गरेको थिएँ। त्यसपछि के गरेँ भन्दाखेरि म सबै कुरा फिल्डमा गएर भिडियो बनाएको थिएँ। यो दैलेख आएको छु। त्यो त तपाईँहरूलाई थाहा छँदैछ। म त्यही भएर जानुजीलाई पनि, मेरो जानुजी एसमारिकाजी हो, एनी टाइम त्यो नै रहिरहन्छ। मेरो जानु चाहिँ त्यही रहिरहन्छ है गाइज। अनि के भन्छ अरे, तपाईँहरू माझ म यो भिडियो चाहिँ राखिरह तपाईँहरू माझ सबै कुरा भन्ने हो ल गाइज। अलि केही डिस्टर्ब भयो र केही याद भएन, त्यसको लागि माफी पाऊँ। र यो भिडियो चाहिँ नभगाएर देख्नु होला प्लिज गाइज। के भन्छ अरे, 3:30 बजे भिडियो बन्द गरेको थिएँ। म, भान्जी, भान्जा, रोशन भान्जा, अन्सु र एउटा भान्जी, मेरो जिगर जान, आफूभन्दा पनि धेरै माया गर्ने भन्छु होइन, गर्छु त्यो भान्जीलाई माया। र आफूभन्दा जति सानो छ त्यसलाई माया गर्नै पर्छ ल गाइज। सबैजना आफूभन्दा सानो होस्, 1 सेकेन्डको सानो होस् या ठुलो होस्, ठुलो भएर 1 सेकेन्डको तपाईँभन्दा ठुलो छ भनेर तपाईँहरूमा होइन, तपाईँहरू रिस्पेक्ट गर्नु प्लिज प्लिज। बाबा होस् या पोता होस् या भान्जा होस् या भान्जी होस्, भान्जा भान्जीलाई त अति माया गर्नुपर्छ। भान्जा भान्जी, भतिजा भतिजी, नाति नतनी जे जति छन् होइन, आफूभन्दा सानोलाई माया गर्नै पर्छ ल गाइज। प्लिज सबैजना माया गर्नु होला। के र अरू के छ र यो दुनियाँमा होइन। र यस्तै म भिडियो बनाइरहेको थिएँ। भिडियो बनाएपछि अनि रुममा आएँ। रुम यही 1 मिनट पनि होइन, यो हाम्रै रुमको नजिकै होइन, यो छेउमा अगाडि, रुमकै अगाडि भिडियो बनाइरहेको थियो। यो फिल्डमा दैलेख आएको छु। दैलेख मलाई अति मनपर्ने ठाउँ हो। म फर्स्टमा काम गरेँ यहीँ दैलेखमै, बार्बरको काम गरेँ फर्स्टमा। किनभने बार्बर म छु, हामी छौँ बार्बर। ठाकुर भएपछि बार्बर भइगयो। ठाकुर भनेपछि होइन, एउटा ठाकुर लोहार हुन्छन्, एउटा ठाकुर हजाम हुन्छन् होइन गाइज। र हजाम चाहिँ के काम गर्छ भन्दाखेरि तपाईँहरू माझ भनिरह र गर्नै पर्छ ठाकुरको त्यो के भन्छ अरे, बार्बरको काम होइन। र बार्बरको काम के कपाल काट्ने, दाढी काट्ने, जे जति काम छन् गरिरहेको हुन्छन् है गाइज। र गर्नै पर्छ। आफ्नो जे जति काम हुन्छ तपाईँहरू आफै गर्नु, अरूलाई कसैलाई नभन्नु है गाइज। कि गरिदिनु, यो गरिदिनु, प्लिज प्लिज यो गरिदिनु भनेर भन्नु पर्दैन ल गाइज। अनि नभन्नु, अरूलाई पनि नभन्नु कि यो गरिदिनु प्लिज प्लिज यो गरिदिनु भनेर नभन्नु होला। आफ्नो काम आफै गर्नु। र एउटा ठाकुर हुन्छ लोहार ठाकुर, शर्मा ठाकुरको काम के हुन्छ भन्दाखेरि उहाँ पनि होइन, अर्को ठाकुर पनि होइन, लोहाको काम गर्छन् होइन। बसुला, रुखान जे जति छन् सबै गरिरहेको हुन्छन् र गर्नै पर्छ। आफ्नो काम आफै गर्नुपर्छ। र एउटा लोहार ठाकुर हुन्छ, एउटा हजाम ठाकुर हुन्छ ल गाइज। म त्यही भएर यो भिडियो चाहिँ हालिरह। मलाई चाहिँ अति मनपर्ने यो भिडियो फर्स्ट टाइम तपाईँलाई भनिरह, यो पर्सनली होइन, यो भिडियो चाहिँ मलाई अति भन्दा अति मनपर्ने भिडियो हो ल गाइज। अनि प्लिज सबैजना सुनिदिनु होला, नभगाएर। अगाडि पनि भन्ने हो, नभगाएर हेर्नु होला। नभगाएर हेर्नुहुन्छ मलाई आशा छ, विश्वास छ।
किन भगाएर हिँड्नुहुन्छ भनेर र तपाईँहरूमाझ होइन त्यही म र भान्जा सबैजना रोशन भान्जा र अन्सु भान्जी र पत्लु भान्जी मेरो जिगर जान सबभन्दा प्यारी भान्जी होइन पत्लु भान्जी मेरो आफ्नो भान्जी होइन म चाहिँ अति माया गर्ने उहाँलाई पनि भनिदिया हो भान्जीजीलाई पनि भनिदिया हो कि पर्सनली म चाहिँ होइन अति माया गर्ने भनेको पत्लु भान्जीलाई हो। पत्लु भान्जी मेरो अति फेभरेट छ, अतिभन्दा अति पनि फेभरेट छ र फेभरेट हुनै पर्छ ल गाइज। किनभने मलाई अति सहयोग गर्ने र अति मायालु गर्ने अति प्रेम देखाउने भनेर त्यो भान्जी हो। त्यही भान्जीलाई म अति माया गरिरहेको हुन्छु र गर्नै पर्छ है गाइज। प्लिज सबैजना होइन रिस्पेक्ट पनि गरिरहेछ मलाई होइन पर्सनली अति मनपर्ने भनेको त्यही भान्जी हो। र भान्जी मलाई कतिवटा छ भन्दाखेरि तपाईँ यो ठुलो दिदीको शोभा दिदीको होइन दिदीजीको 3वटा छोरी छन् होइन। एउटाको नाम कृति पनि पढिरहेछन् 6 क्लासमा र अन्सु र एउटा पत्लु भान्जी छ। पत्लु भान्जीको नाम भन्दाखेरि होइन अन्सु र कृति र एउटा रोशन भयो र सरी भान्जीजी यहाँके नाम कति भेगेल पर्सनल त नभनौँ पर्सनल के भन्छ अरे उसको चाहिँ उहाँको नाम चाहिँ भन्दाखेरि होइन अन्सु आकृति होइन आकृति नामै कि यार नामै न याद रहेछ यार। खाली कसम से कहै छी आई फर्स्ट टाइम तो कह रहल छी कसम से कहै छी हमरा दाई जी के न और बाबा जी के एते याद अबैत रहिए न र जानू जी 3 काल महाकाली न तेने हमरो जिंदगी में बीत रहले 3 काल महाकाल सब होइ छै 3 काल महाकाल मानी के चाहिँ आदमी सबके प्लिज गाइज सबैजना त्यही मानिदिनु होला ल गाइज। अनि अर्को चाहिँ भन्नमा म भन्न गएर तपाईँहरूमा होइन त्यही म भिडियो बनाइरहेको थिएँ तपाईँहरूमाझ किनभने होइन म जति अनलाइनको काम हुन्छ अनलाइन टोटल्ली गर्छु। तपाईँहरूमाझ मैले भनिदिएको छु म अनलाइनको काम जति हुन्छ सबै गरिरहेको छु। रिनबङ छ इन्स्टाग्रामको नाम करण ठाकुर छ र इन्स्टाग्रामको नाम 2टा नाम छ इन्स्टाग्रामको नाम 2टा एकाउन्ट छ इन्स्टाग्राममा टिकटक एकाउन्टमा 2टा एकाउन्ट छ। एउटा पापाको एकाउन्ट अगाडि नै बनाएको थिएँ म बनाएको थिएनन् अरूजना बनाएको थियो अनि त्यही भएर म नै बनाएको थियो सरी गाइज म नै बनाएको थिएँ। पापा मोबाइल ल्याइदिनु भएको छ अनि के भन्छ अरे टिकटक म नै बनाएको थिएँ 3वटा टिकटक छ मलाई 3 काल महाकाल जस्तै छ। के भन्छ अरे म के भन्छु तपाईँहरूमाझ होइन म पुरै पर्सनल डिटेल तपाईँहरूमाझ राखेर र राख्नै पर्छ आफ्नो पर्सनल डिटेल होइन अरूलाई भनिदिनु पर्छ म के गरिरहेको छैनन् भनेर देखाउनै पर्छ। स्टोरीमा पनि स्टोरी भनेपछि टिकटक भइगयो फेसबुक भनेपछि लाइभ भइगयो युट्युब भनेपछि लाइभ भइगयो मेसेन्जर भनेपछि लाइभ भइगयो ल गाइज। अनि के भन्छ अरे यस्तै टिकटक अपलोड गरिरहेको थिएँ र राति मैले कति बजे सुते होइन पर्सि राति होइन कति बजे सुतेँ भन्दाखेरि यस्तै 10:30मा सुतेँ है गाइज। अनि सुतेपछि म यो जिन्दगीमा सुत्न चाहिँ हेल्थको कन्डिसनको कारणले तपाईँहरूमाझ होइन
भनिरह्यो हेल्थको कारणले होइन मलाई एक्सिडेन्ट भएको छ तपाईँहरूमाझ होइन भनिदियो अगाडि नै पनि। यो फागुन आउँछ नि, यो होली आउँछ, फिक्स होलीमा नै भएको छ एक्सिडेन्ट मेरो। यो 2 साल हुन आँट्छ, 2 साल हुन आँट्यो, लगभग 2 साल भइसक्यो होला गाइज। र के भन्छ अरे 1 सेकेन्ड पनि नबगाउनु होला प्लिज प्लिज गाइज, ल गाइज। अनि के भन्छ अरे तपाईँहरू माझ म त्यहीँ 10:30मा सुतेँ र दैलेख आएपछिदेखि नै सुत्न चाहिँ म 1 घन्टा मात्र सुत्थेँ ल गाइज। अनि हजुरआमाले चाहिँ मलाई भन्नुभयो सपनामा आएर एनी टाइम हुन्छन् मसँग नै, एनी टाइम हजुरआमासँग बोल्न चाहनुहुन्छ भने हजुरआमा नै बोल्छन्। र मलाई आशा छन् कि आफ्नो खुननिर नबसेर कोसँग बस्छन् मेरो हजुरआमा र हजुरबुवा चाहिँ कोसँग बस्छन्, आफ्नो खुननिर बस्छ नि। त्यही भएर फर्स्टमा चाहिँ मेरो बहिनीनिर गयो, मेरो कान्छो बहिनी छ, कान्छी बहिनी छन्, उसँग गयो होइन, सपनामा गयो। र सपनामा गएपछि के भन्छ अरे रिस्पेक्ट पनि गरेनन्। त्यो बहिनी चाहिँ सुन्दर बहिनी मनिषा बहिनी ठाकुर, मनिषा ठाकुर बहिनी चाहिँ नोकलमा बिहा भएको छ दिपिन्दरसँग। दिपिन्दर अति मलाई मनपर्ने पर्सनली होइन, अति मनपर्ने भनेको दिपिन्दर र घनश्याम जिजा र सबै जिजा आफूभन्दा जति ठुलो छ प्रेम गरिराख्नुपर्छ ल गाइज। र रिस्पेक्ट गरिराख्नुपर्छ आफूभन्दा ठुलोलाई। र म अति रिस्पेक्ट गरिरह आफूभन्दा ठुलोलाई। र आफूभन्दा सानो त दिपिन्दर अब के भनौँ है गाइज, मेरो नेमान छ। मलाई पर्सनली अति मनपर्ने भनेको घनश्याम जिजा, सबै जिजा पर्सनली मलाई मनपर्ने भनेको धेरै छ ल गाइज। अनि के भन्छ अरे तपाईँहरू माझ यो भिडियो चाहिँ अति मलाई पर्सनली अति मनपर्ने भनेको यो भिडियो हो। र राति पर्सि राति त्यहीँ 10:30मा सुतेँ, टिकटकहरू अपलोड गरिरहेको थिएँ, युट्युबमा चाहिँ भ्लग बनाइरहेको थिएनन् ल गाइज। म भने 3 दिनपछि अब हाल्छु, अनि घर गएपछि मात्र हाल्ने हो भिडियो। दैलेखबाट म किन जान खोजिरहेको थिएँ तपाईँहरू माझ म होइन, हिजो चाहिँ किन जान खोजिरहेको थिएँ भन्दाखेरि म त्यो नि भन्न गइरहेको हो ल गाइज। म 3:30मा सुतिरहेको थिएँ होइन, 3:30 बजे सुतिरहेको थिएँ। र एकजना होइन भेनाको भाइले, पर्सनली भेनाको भाइले मलाई होइन एउटा राम हुन्छ एउटा रावण हुन्छ होइन, उहाँको चाहिँ होइन रावण आयो, उहाँनिर रावण आयो। त्यसपछि रावण आएपछि होइन मलाई यो गालामा होइन, यो गालामा 3 चोटि हानेको छ, 3 चोटि गल्फरमा हानेर, गल्फरमा यस्तो हानेको थियो, यति रोएँ मलाई पर्सनली के भनौँ यार, यति दुःख लागिरहेको थियो, यति दुःख के भनौँ यार। अनि यति रोएँ हिजो कति बजे भन्दाखेरि त्यहीँ 6 बजेसम्म रोएँ ल गाइज। म एक्लै रोइरहेको थिएँ र भेनालाई पनि भने, भेनाको भाइलाई पनि भने कि यो पर्सनली किन मार्यो मलाई, किन हान्यो मलाई, यो किन हान्यो मलाई, तपाईँको भाइले किन हान्यो। तब भेनाले होइन भन्छ कि तपाईँमाझ म अति तपाईँलाई मायालु छु, दयालु छु, तपाईँलाई थाहा छँदैछ। म पर्सनली उसँग कुरा गर्छु, उहाँसँग भनेर भनेको छ मलाई होइन। र के भन्छ अरे तपाईँहरू माझ मलाई अति अगाडि पनि भन्यो र अहिले पनि भनिरहेको, अति मलाई मनपर्ने पर्सनली यो भिडियो चाहिँ मेन यो भिडियो होइन।
र त्यहीँ 3:30मा 3:30मा उठेँ। 3 बजे हानेको थियो, 3 बजे नै उठेँ। अनि 3 बजे उठेपछि अनि यस्तै रोइरहेको थिएँ। 3 बजेदेखि नै 6 बजेसम्म रोएँ। अनि के भन्छ अरे मर्निङ वाक गएँ बिहानै बिहानै एक्लै एक्लै। कति बजे भन्दाखेरि 5:30 बजे म मर्निङ वाक गएँ। यहीँ फिल्डमा हाम्रो दैलेखनिर हाम्रो रुमको अगाडि अति मलाई मनपर्ने दैलेख हो। दैलेख पर्सनली नेपाल हो, पर्सनल नेपाल हो। ल गाइज, नेपाल अति मायालु छ, दयालु छ। ल गाइज, अनि म देशमा जन्म भएको छ तपाईँहरूमा म भन्न पनि चाहन्छु र अगाडि पनि सुन्नुभयो होला मलाई कि कहाँ जन्म भएको छ। करण ठाकुरको, गौरी ठाकुरको, रिनबङको 3वटा नाम छ मेरो नि। रिनबङ, करण ठाकुर र गौरी ठाकुर। म 3टै नाम राख्न गइरह र राखिरहेको छु। एनी टाइम टिकटकमा पनि छ करण ठाकुर र गौरी ठाकुर 006। अति फेभरेट छ, अति भन्दा अति फेभरेट छ। जानुजीको लागि 6। प्लिज गाइज, आफ्नो पर्सनल होइन, म्याथमा पनि राख्नुपर्छ फेभरेट। अनि इङ्ग्लिसमा पनि जे जति विषय छन्, सब्जेक्ट छन्, नेपालीमा पनि छन्। आफ्नो पर्सनल होइन, मन पर्ने भनेको सबैजना आफ्नो भिडियो राख्नु होला। र के भन्छ भन्दाखेरि यस्तै मर्निङ वाक गरिरहेको थिएँ। अनि बेनालाई भने म आजै नै गइहाल्छु। म आज कति गते छ भन्दाखेरि आज लगभग 30 गते होला। म 30 गते जान्छु भनेर अगाडि पनि भनेको थिएँ। र आज हजुरआमा नै प्लिज गाइज सबैजना सपोर्ट गर्नु होला। मलाई अति सपोर्ट चाहिरहेको छ तपाईँहरूमा। आज यो भिडियो त्यही भएर हालिरह होला गाइज। अति भन्दा अति मनपर्ने भनेको यो भिडियो हो, पर्सनल यो भिडियो। र के भन्छ अरे यस्तै रोइरहेको थिएँ। त रुन पनि पर्दैन नभएको। मेरो हजुरआमा र हजुरबुवा र जानुजी आएपछि होइन, आएदेखि नै लगभग म टिकटक हाले स्टोरी हालेपछि होइन, हाले बित्तिकै नै एनी टाइम मसँग त तपाईँहरू माझ मैले भनिदिएँ नि, अगाडि पनि भनिदिए हो। मेरो हजुरआमा र हजुरबुवा मलाई अति मायालु र दयालु, अति प्रेमी, अति रिस्पेक्ट गर्ने भनेको हजुरआमा र हजुरबुवा। मेरो प्रभु बुवा, मेरो प्रभु ठाकुर हजुरबुवाको नाम हो। र अर्को चाहिँ मेरो जगदीश्री माता देवी महाकाल म हो। र मेरो हजुरआमा चाहिँ भगवान हुनुभएको छ। तपाईँहरूमा मैले भिडियो हालिदिएको छु र भिडियो नभगाएर देख्नुहुन्छ, मलाई आशा छ, विश्वास छ। नभगाएर हेर्नु होला प्लिज गाइज। भगवान भनेको, प्रभु भनेको हाम्रो कतिवटा छ हिन्दूहरूको पर्सनल होइन, हामी छुट्याएछौँ। यो हिन्दू, मुस्लिम, क्रिस्चियन जो जति जाति छन् हामी छुट्याएछौँ। ल गाइज, सबैजना हिन्दू नै हो। फर्स्टमा होइन, 2वटा मनुष्य पहिला जन्म लिनु भएको छ कि गाइज। एउटा महिला, एउटा पुरुष होइन, एउटा महिला अनि एउटा पुरुष। अनि के भन्छ अरे तपाईँहरूमा अति भन्दा अति मलाई मन परेको यो भिडियो, पर्सनल यो भिडियो होइन। र मेरो मोबाइल पनि काम पनि होइन हजुरआमा नै गर्नुहुन्छ। अहिले पनि भ्लग पनि बनाउन चाहिँ म पर्सनल होइन, करण ठाकुर हो। र मेरो शरीर मात्र छ, 24 घन्टा शरीर मात्रै हुन्छ। मेरो आत्मा भनेको मेरो हजुरआमाकै हो। म बोलिरहेको मात्र, मेरो शरीर मात्र छ। मेरो आत्मा भनेको हजुरआमाकै हो र रहिरहन्छ पनि। आशा तपाईँ के भन्नु यार, विश्वास छ कि हजुरआमा आफ्नो खुनिर नरहनुको
नरहन्छ भने कोसँग जान्छ? अरूसँग जाँदैनन् ल गाइज। अरूसँग जाँदा पनि जानुहुन्न, मेरो हजुरआमा आशा छ, विश्वास छ र पुरै रहिरहन्छ पनि मलाई होइन। र हिजो झगडा भएको थियो, त्यही भएर होइन म जान खोजिरहेको थिएँ। लोन पनि कसैले, मेरो आमा पनि र मेरो के भन्छ अरे दिदीजी पनि, आमाजी पनि र दिदीजी पनि लोन माग्न गयो। त्यही भएर म ऋण बङ्क नाम राख्यो। ऋण अनि बङ्क। ऋण भनेपछि कर्जा भइगयो र बङ्क भनेपछि गाँजा खाने मान्छे बङ्क तान्छन्, चिलम तान्छन्। त्यही भएर म बङ्क तानिरहेको ल गाइज। तपाईँहरू माझ म पर्सनल यो फुल डिटेल फुल के गरिरहेछ भनेर भन्न होइन, म देखाइरहेको हुन्छु ल गाइज। अनि त्यही भएर टिकटकहरू अहिले उठे अनि फर्स्टमा चाहिँ भ्लग नै बनाउनु पर्छ भनेर हजुरआमा भन्नुभयो। अनि हजुरआमा नै बनाउनुहुन्छ अहिले चाहिँ हजुरआमा नै हो। म मात्र आत्मा भनेको हजुरआमाकै हो। अनि के भन्छ अरे मेरो यो शरीर मात्र छ, यो ज्यान मात्र छ मेरो। अनि आत्मा भनेको हजुरआमाकै हुन्छ। मेरो जगदीश्वरी माता देवी की जय हो, जय महाकाल। दुईवटा भगवान मात्र हुन्छ ल गाइज। त्यही भएर मेरो प्रभु हाम्रोमा हिन्दू मुस्लिम हामी छुट्याएको छौँ नि। यो हिन्दू मुस्लिम फर्स्टमा चाहिँ हिन्दू आएछ र हिन्दूहरू होइन, हामीहरू नै छुट्याएको छौँ। यो हिन्दू मुस्लिम क्रिस्चियन जातिपाति सबै हामीहरू छुट्याएको छौँ ल गाइज। अनि फर्स्टमा हिन्दू आएछन्, सबैजना हिन्दू नै हो। प्लिज सबैजना हिन्दू नै हो। अल्लाह एउटा अल्लाह मान्नुहुन्छ तपाईँहरू होइन। मुस्लिम चाहिँ अल्लाह मान्छन् र के भन्छ अरे हिन्दू चाहिँ टेम्पलमा जान्छन्, भगवान्लाई प्रभुलाई प्रभु मान्छन्। प्रभु हाम्रो कतिवटा छ भन्दाखेरि 57वटा प्रभु छन्। प्रभुजी प्रभु ठाकुर बाबा की जय हो, जय। अनि के भन्छ अरे जगदीशी माता की देवी की जय हो, जय। अनि के भन्छ अरे यस्तै छ ल गाइज। अहिलेसम्मको भ्लग नगर्नु, किनभने 27 मिनटको भ्लग भइसकेछ। आधी घन्टाको भ्लग हान्छु तपाईँहरूमा आएर 36 मिनट। आधी घन्टाको त नभए आधी घन्टाको नै र 36 मिनटको यो भिडियो हुन्छ। र छुट्यो भने केही छुट्यो भने सरी तपाईँहरू माझ। मलाई हेरिराख्नु हुने नहेरिराख्नु हुने सबैजनालाई सरी तहे दिल से सरी। अनि के भन्छ अरे जति मिनटको हुन्छ प्लिज आधी घन्टाको मात्र भ्लग म हाल्छु। त्यही भएर अब 36 मिनटको टोटल्ली 36 मिनटको मात्र भ्लग हुन्छ। र जहाँसम्म हुन्छ जति बेलासम्म हुन्छ हालिदिन्छु। अनि त्यसपछि म घर गएपछि आज फिक्स घर जान्छु। कति बजे भन्दाखेरि म गाडी समात्छु 9 बजे, 9 बजे फिक्स समात्ने हो। अनि पहिला सुर्खेत जाने हो र सुर्खेत गएपछि देलेको गाडी समात्नु पर्छ। देलेकबाट 2700 लाग्छ। अनि सुर्खेतबाट 2800 लाग्छ। यो देलेकबाट 450 या 500 लाग्ला। 450 त फिक्सै हो लाग्छ। अनि पैसा भेनाले पठाइदिन्छन्। अनि घनश्याम भेनाले अति मलाई मायालु दयालु रिस्पेक्टफुल छ। भेना घनश्याम भेना अति मायालु दयालु सबै आफ्नो। प्लिज गाइज आफ्नो जति छन्, ठुलो छन्, पाका छन्, रिस्पेक्ट गर्नुपर्छ। र आफूभन्दा 1 सेकेन्डको पनि सानो भयो भने त्यसलाई मायालु दयालु बन्नुहोला। र गर्नुहुन्छ पनि विश्वास छ, आशा छ।
माया गर्नुहुन्छ प्लिज प्लिज। अनि के भन्छ अरे यस्तै छ गाइज। अब यही अब आधी घन्टा त भइसक्यो। अब 57 भइसक्यो, 57, 58, 59, 60 आधी घन्टाको भिडियो भइसकेको छ। अब 6 मिनट बोल्छु र त्यसपछि के भन्छ अरे केही छुट्यो भने केही न कहाँसम्म जान्छ र त्यसपछि यो भिडियो बन्द गरिदिन्छु। अनि के भन्छ अरे प्लिज गाइज सबैजना सपोर्ट गर्नु होला। म यस्तै टिकटकहरू अपलोड गरिरहेको थिएँ। हिजो जान खोजे हिजो नै। अनि के भन्छ अरे म जान दिएनन् हजुरआमा चाहिँ, मेन हजुरआमा र हजुरबुवा जान दिएनन् मलाई। जानुजीलाई भनेको थिएँ, म्यासेज पनि गरेको थिएँ कि प्लिज मलाई बोलाइहाल्नु। मलाई पैसा छैन अहिले, पैसा तपाईँनिर छ भनेर पठाइदिनु प्लिज प्लिज। अब आफ्नो श्रीमानसँग पैसा छैन भनेर आफूभन्दा के भनौँ अब मायालु दयालु प्लीज यार सब हो रहा हेल्प करो यार। हमरा अभी तक ई सेवा में 1 रुपया न है। अकाउंटे में कोनो अकाउंट में न है पैसा। ऑनलाइन के जते अकाउंट हो न कोनो अकाउंट में न है। र यस्तै टिकटकहरू अपलोड गरिरहेको थिएँ र राति कति बजे भन्दाखेरि बेलुकानिर मेरो दिदीजीले होइन शोभा दिदीजीले मलाई चाहिँ प्रभुनिर लग्यो। त प्रभुलाई होइन मेरो बाबालाई हजुरबुवालाई अब भगवाननिर लग्यो। प्रभु मान्नै पर्छ, एउटै प्रभु छ हाम्रो। 57वटा भगवान छन् हाम्रो। प्रभु भनेको एउटै हो र एउटै रहिरहन्छ पनि ल गाइज। अनि मेरो हजुरआमा चाहिँ हजुरबुवा चाहिँ भगवान हुनुभएको छ। मेरो माता जगदीश्वरी माता की जय हो। अनि के भन्छ अरे प्रभु ठाकुरजी की हजामजी की जय हो। हामीहरू हजाम नै हो ल गाइज। तपाईँलाई थाहा छँदैछ कि हामीहरू हजाम हो भनेर। अनि के भन्छ अरे त्यही प्रभुनिर लग्यो होइन, भगवाननिर लग्यो। प्रभु होइन, प्रभु नै गयो अब भगवाननिर। प्रभु बनाएको छ भगवान। कतिवटा भगवान छन् हाम्रो, तपाईँहरू कमेन्ट गर्नु होला। एउटै कमेन्ट गर्नु होला आज। किनभने हाम्रो कतिवटा हिन्दूहरूको कतिवटा भगवान छन्। प्लिज गाइज यति कमेन्ट गर्नु होला। हाम्रो भगवान भनेको 57वटा छ, टोटल 57वटा होइन, 56 होइन, 56 या 57वटा होला होइन, छँदैछ त्यति नै हो। 57वटा नै छ। धोनीको जस्तै 7 अति फेभरेट छ नि, जस्तै मेरो फेभरेट भनेको 6 हो। 6 क्लासदेखि नै मेरो अति मायालु दयालु र रिस्पेक्टफुल भनेको स्मारिका जी हो, मेरो जानुजी। आके बहुत प्यार करी छी यार, कसम से कहै छी। हाँ पोता उता था तू बहुत माया करी है स्मारिका जी के। हमरा था तोरा बाबा के था बस। दुनिया माने चाहे ना माने, तू मान रहा था ना स्मारिका जी के। माने के चाहिए अपना घर वाली के, सबसे पहले अपना अपन घर वाली जे रहत न, जेकरा माने बहुत रिस्पेक्टफुल, बहुत आदरफुल। तो त्यही भगवानी र लग्यो कहाँ तो दैलेखमै टोलामै लग्यो। अनि लगेपछि अनि के भन्छ अरे अनि त लगेपछि त्यो मन्दिर चाहिँ पूजा गर्ने, त्यो दिदी चाहिँ पूजा गर्ने भनेको कसलाई हो भन्दाखेरि उहाँ चाहिँ
महाकाललाई अति पुजेरी मान्नुहुन्छ के गाइज। म अब महाकालको चेला हो ल गाइज, म महाकालको चेला भइगएँ र रहिरहन्छु एनी टाइम महाकालकै चेला हो ल गाइज। त्यही भएर गाँजा खाएर हो ल गाइज, सरी गाइज, जुवा नगर्नु होला तपाईँहरूमा जो गरिराख्नुहुन्छ प्लिज सबैजना। अब के भन्नु अब हेल्थको कारणले नगर्नु होला। आशा छ विश्वास छ तपाईँहरू हेल्थको पनि ख्याल राख्नुहुन्छ होला। राख्नै पर्छ आफ्नो हेल्थको कारणले होइन, हेल्थको इस्युले तपाईँहरू माझ यो भिडियो चाहिँ किन अतिभन्दा अति मलाई मन पर्नेको भनेको यो भिडियो छ। यो भिडियो नै हो, हिन्दू मुस्लिम हुन्न, एउटा हिन्दू नै हो, हामी हिन्दू नै हो र हिन्दू रहिरहनु पर्छ। हिन्दू मुस्लिम कसले छुट्याएको छ र जातिपाती कसले छुट्याएको छ? हामी नछुट्याएर को छुट्याउँछ? अरू कोही छुट्याउँदैन, हामीहरू छुट्याउने हो। र सबैजना भगवान दुइटै छ, अल्लाह त भइगयो, अल्लाह त हिन्दू मुस्लिम सब अति मानिए ना, कथी कहै छी अल्लाह के मानिए ना, उ न है। वो हम काला कॉलेज ब्लॉग में से हम आई कह रहल छी। अहाँ सबके प्लीज अहाँ सब देख देव, ई वीडियो न बढ़ा के देखब, एको मिनट न 10 बेर देख सकै छी वीडियो अहाँ सब। जते बेर मन करत ई वीडियो प्लीज सबै गोरा देख देव। जय हिन्दू की जय हो, जय हिन्दू की जय। हिन्दूमा जन्म लिएछौँ र हिन्दू रहिरहन्छौँ पनि, हामी ह्युमन बिङ्स न हो। अनि यो भिडियो चाहिँ 36 मिनटको भएको छ। म 36 मिनटको अब भिडियो चाहिँ हाल्न चाहिँ 36 मिनटको भिडियो हाल्छु प्लिज गाइज ल।